मेरो यो कथाको शीर्षक छ भाउजूको घरमा गरेको सङ्घर्ष र नदिएको माया। फेरि पनि भाउजूको घरमा गरेको सङ्घर्ष र नदिएको माया। मानिसलाई बाहिरबाट हेर्दा सबै कुरा सहज देखिन्छ, तर भाउजूको घरमा बसेर बिताएका दिनहरू सम्झिँदा थाहा हुन्छ त्यहाँ हाँसोभन्दा धेरै आँसु लुकेका थिए। अरूको घरमा बस्नु भनेको आफ्नो मन जति खुलेर बाँच्न नपाउनु पनि हो, त्यो थाहा छ हामीलाई। हरेक काम गर्दा के भन्लान् भन्ने डर, आफ्नो इच्छा दबाएर अरूको खुसीमा रमाउनु पर्ने बाध्यता, अनि आफूले गरेको मेहनत र त्याग कसैले नदेख्ने पीडा। हरेक काम गर्दा के भन्लान् भन्ने डर, आफ्नो इच्छा दबाएर अरूको खुसीमा रमाउनु पर्ने बाध्यता, अनि आफूले गरेको मेहनत र त्याग कसैले नदेख्ने पीडा। बिहान सबैभन्दा पहिलो उठेर काम गर्नु, राति सबै सुतिसके पछाडि मात्र आराम पाउनु, थाकेको शरीर लिएर पनि मुस्कुराउन खोज्नु, यी सबै सङ्घर्ष धेरैले देखेनन्, देखे पनि बुझ्न चाहेनन्, देखे पनि बुझ्न चाहेनन्। तर त्यही घरमा एउटा सानो माया पनि थियो, जुन खुलेर कहिले देखिएन। कहिलेकाहीँ एक गिलास चिया, एक प्लेट खाना बिरामी हुँदा सोधिएको एउटा सन्चै छौ भन्ने प्रश्न, यी साना कुरामा पनि माया लुकेको हुन्थ्यो, तर त्यो माया शब्दमा कम, जिम्मेवारीमा बढी देखिन्थ्यो। त्यसैले र त त्यो घरमा एउटा देवर पनि थियो, जसले नन्द जस्तै स्नेह र सम्मान दियो। खुलेर धेरै कुराहरू कहिले नभने पनि सधैँ साथ दिने, लुकेका कुराहरूलाई भित्रबाट प्रयास गर्ने र सानो सानो कुरामा ख्याल गर्ने, मुस्कान फर्काउने प्रयास गर्ने। उसको व्यवहारले मन छोइरहन्थ्यो। जतिसुकै झैझगडा भए पनि देवर भाउजू एकदम मिल्ने र माया गर्ने जति देखिन्थ्यो। रगतको नाता नभए पनि आफ्नो दिदीबहिनीलाई जस्तै सम्मान र माया गर्ने देवर पाउनु पनि ठुलो भाग्य रहेछ। यस्ता सम्बन्धहरू शब्दले होइन, व्यवहारले चिनिन्छन्। आज फर्केर हेर्दा गुनासो भन्दा बढी अनुभव धेरै छन्। भाउजूको सङ्घर्षले सहनशील बन्न सिकायो, दुःखले बलियो बन्न सिकायो, र नदिएको मायाले मानिसको भावना शब्दभन्दा धेरै गहिरो हुन्छ भन्ने बुझायो। यो भाउजूको त्याग र सम्मान हो। जीवनमा सबैले आफ्नो सङ्घर्ष देखाउन पाउँदैनन्, केही पीडाहरू मुस्कानभित्र लुकेका हुन्छन्। त्यसैले कसैको जीवनलाई बाहिरबाट मात्रै नपाउँ, नहेरौँ, नबुझौँ, उसको भित्री कथा पनि बुझ्ने प्रयास गरौँ। यो हो भाउजूको सङ्घर्ष र त्याग। त्यसैले सायद ऊ भित्रभित्र धेरै लडिरहेको हुन्छ। सङ्घर्षले जीवनलाई बदलिन सक्छ। नदेखिएको मायाले मनलाई बलियो बनाउँछ, अनि देवरले नन्द जस्तै दिएको सम्मान र स्नेह जीवनभर सम्झन लायक याद बनिरहन्छ। त्यसैले नदेखिएको यो माया, नदेखिएको यो त्याग, भाउजूको घरमा गरेको सङ्घर्ष र नदेखिएको माया,